श्री गणेशाय नमः। ओम श्री सरस्वत्यै नमः। ओम श्री वेदपुरुषाय नमः। ओम श्री सद्गुरु चरण कमलेभ्यो नमो नमः। सदा जय। आज पनि हामी श्री माघ महात्म्य सरस्वती परमेश्वर व्रत कथायमको तृतीय दिवस अन्तर्गत तृतीय दिवसमा आइसकेका छौँ। सबैजनाले फूल अक्षता चन्दन पुष्पहरू हातमा लिइराख्नुहोला। जान्नेले मन्त्र उच्चारण गर्नुहोला, नजान्नेले फूल लिएर हात जोड्नुहोला। ओम श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। श्री वेदपुरुषाय नमः। श्री स्वस्थानी व्रत कथा श्री स्वस्थानी परमेश्वरी भगवत्यै नमो नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवे वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगः। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरां वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पङ्गलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादभक्ष्यामि नारायणकथामिमम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम श्री गणेशाय नमः। श्री सरस्वती नमः। श्री वेदपुरुषाय नमः। श्री गुरुचरणकमलेभ्यो नमो नमः। नमो ब्राह्मणे देवाय गोब्राह्मणहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः। सर्वे श्रोता सावधानतया शृण्वन्तु। अथ तृतीयोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, सती देवीको जन्मपछि दक्ष प्रजापतिकी पत्नी बिरणीका गर्भबाट अरु 33 कोटी कन्याहरू जन्मिए। ती कन्याहरूलाई दक्ष र बिरणीले उत्तिकै माया गर्दै लालन पालन गरी हुर्काउँदै बढाउँदै गए। अगस्त्य ऋषिले कुमारसँग फेरि सोध्नुभयो, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्याहरूको विवाह कोसित कसरी भयो, यो थान्ने इच्छा भएकाले आज्ञा गर्नुहोस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, ध्यान दिएर सुन। दक्ष पुत्रीहरूको विवाह 33 कोटी देवताका साथमा भयो। स्वर्गका सम्पूर्ण देवताहरू, ऋषि, गन्धर्व, किन्नर, दश दिक्पाल, नाग प्रभृति सबै एकै ठाउँमा भेला भएर ठुलो सभा गरे। हामीहरूलाई यहाँ जति जम्मा भएका छौँ सबै स्त्री बिनाका छौँ। दक्ष प्रजापतिका घरमा 33 कोटी कन्या छन्। त्यहाँ जाउँ भने हाम्रो काम सफल बन्नेछ। यस्तो निश्चय गरेका देवताहरूले नारद ऋषिलाई कन्यार्थीको रूपमा दक्षका घरमा पठाए। दक्ष प्रजापतिले पनि आफ्ना घरमा आएका नारदजीलाई विशिष्ट आसनमा बसाली सत्कार गरी उनै आएको कारण सोधे। नारदले पनि आफू आएको वृत्तान्त सबै बताए। नारद 33 कोटी कन्या 33 कोटी देवतालाई विवाहका निमित्त कन्यार्थीका रूपमा नारद ऋषि आएको बुझी यति हर्षित हुँदै दक्षले पनि, हे नारद मुनि, तिमी के मेरो कल्याण चिताएर बोल्नु भएको? तपाईँले अमृतुल्य वचनलाई म कसरी नभुलौँला? मेरा 33 कोटी कन्याहरू 33 कोटी देवतालाई दिन पाउँदा म धन्य हुनेछु। तर मेरा सम्पत्तिको हेरचाह गरिदिने कोही पनि नभएका कारण र मेरो एउटै पनि छोरा नभएकाले मेरी जेठी छोरी सती देवी भने म दिदिन। अरू 33 कोटी कन्यालाई देवताहरूले ठार गरेको शुभ व्यवहार बेला लग्न तपाईँले जुनसुकै देवतालाई अनुग्रह कन्या दिने आज्ञा गर्नुहुन्छ, म त्यसै अनुसार दिउँला। दक्ष प्रजापतिबाट यस्तो स्वीकृत पाएका नारद मुनि दक्ष र बिरणीसँग विदा भई स्वर्गमा पुगे। देवताहरू समक्ष सबै कुरा बताए। सती देवी बाहेक अरू 33 कोटी कन्या सबै देवताका लागि पनि आएर मागेका। नारद मुनिलाई धन्य धन्य भनेर 33 कोटी देवताहरूले प्रशंसा गरे। हे अगस्त्य मुनि,
खुसी भएका देवताहरूले विवाहको दिन ठहराए विवाहका सामग्री सहित तयार गरी दक्ष प्रजापतिका घरमा गए र कन्यादान लिनका निमित्त देवताहरू यसरी आएको देखि दक्ष प्रजापतिले बडो हर्षका साथ वैदिक विधिपूर्वक मङ्गलगान शङ्खध्वनि बाजा गाजा सहित गराएर आफ्नो 33 कोटी कन्या 33 कोटी देवतालाई दान दिए। देवताहरू पनि प्रसन्न भएर आफ्ना पतिलाई साथमा लिएर आफ्ना स्थानमा पुग्दा भए। कैलाश पर्वतमा रहेका श्री महादेवले कुरा थाहा पाउनुभयो। देवताले मलाई थाहा नै नदिकन एक वचन नसोधी आफू गएर दक्ष प्रजापतिका घरबाट कन्यादान लिएछन्। म यत्रो कैलाशको अधिपति भएर पनि अहिलेसम्म अविवाहित छु। अब मलाई कसले कन्यादान देला भनी ध्यान दृष्टिले हेर्नुभयो। त्यसपछि महादेवले मनमनै भन्नुभयो, देवताहरूले मेरो मान राखेका रहेछन्। दक्ष प्रजापतिका कन्याहरूमा सबैभन्दा जेठी सतीदेवी विवाह भएको रहन्छन्। अब कन्यार्थीका निमित्त म आफै जाउँ कि कसैलाई पठाउँ? यस्तो विचार गरिसके पछाडि आफै गएर कन्यादान लिन माग्ने निश्चय गरेर दक्षका घर वासस्थानतिर लाग्नुभयो। आफ्ना महलमा आनन्दपूर्वक बसिरहेका दक्ष प्रजापतिले महादेव आउनु भएको टाढैबाट देखि आफ्नी पत्नी बिरडीसित भने, हे प्रिय, त्यो आउँदै गरेको महादेव जस्तो छ, आज यता किन आयो? हे अगस्त्य मुनि, महादेव दक्षका घरमा आई बोलाउँदा महलबाट दक्ष प्रजापतिले हेरेर माथि बोलाएर भने, महादेव तल माथि पुगेपछि त मेरोमा कति कामले आइस भनी अनादर गरेर बोल्दा महादेवबाट आज्ञा भयो, हे दक्ष प्रजापति, मैले यहाँ आउनु पर्ने काम के हो भने तिम्रो शुभेच्छा र कृपाले गरिकन 33 कोटी देवताले कन्यादान पाए। अब बाँकी रहेकी तिम्री जेठी छोरी सती देवीलाई माग्न आएको हुँ। ती कन्या मलाई देऊ र मेरो पनि उद्धार गर। महादेवले यस्तो भनेको सुनि क्रोधले जड हुँदै दक्ष प्रजापतिले बोले, हे लज्जा नभएका दुष्ट महादेव, 32 लक्षले युक्त भएकी मेरी छोरी सतीदेवी तेरा निम्त कसरी सुहाउली त श्मशानमा बस्ने, खरानी खस्ने, विष भाङ धतुरो खाई सर्पको माला लगाउने, बाघको छाला उड्ने, भूत प्रेत पिशाच श्मशानमा बस्ने यस्तो मेरी कन्या माग्ने कुरा कतै पनि सुहाउँदैन। मेरो घरमा एकैछिन पनि नबस भनी आप अपमान गर्दै भाकुरामा समातेर उठाउँदै बाहिरतिर पठाए। यस्ता प्रकारले आफूलाई तिरस्कार गरेको भन्दै जान्थ्यो। महादेवले आफूलाई तिरस्कार गरेको देख्दाखेरि नदिने भए परमाहात स्वरमा भन्नुभयो, नदिने भए दिन्न भन्दा भइजान्थ्यो, किन निन्दा र अपमान गर्नु पर्यो भन्दै श्री महादेव विष्णु लोक जानुभयो। श्री महादेव आएको देखेपछि भगवान विष्णु हतार हतार आफ्नो आसनबाट उठेर महादेवलाई हतारपूर्वक बसाल्नुभयो र के कामले पाउ कष्ट गर्नुभयो भनी सोध्नी आउनु भयो। महादेवले पनि 33 कोटी देवताको विवाह भएको, आफू सतीदेवीलाई माग्न गएको, दक्ष प्रजापतिबाट आफ्नो अपमान भएको सबै वृत्तान्त सुनाइसकेपछि भन्नुभयो, हे प्रभु, स्त्री नभएकाले म घरविहीन छु। यसकारण जुन उपायले हुन्छ ती सतीदेवी मेरी पत्नी हुने काम गर्नुहोस्। हे अगस्त्य मुनि, महादेवको इच्छा बुझी विष्णुले, हे शङ्कर, जसरी भए पनि यो काम म मिलाउला, सुर्ता मान्नु पर्दैन। म आज दक्ष प्रजापतिका घर जान्छु, भन्नुहोस् तपाईँ यहीँ बस्नुहोला भन्नुभयो र यसरी भगवान विष्णुले महादेवलाई पुरा भान पारी आफू दक्ष प्रजापतिका घरतर्फ लाग्नुभयो। भगवान विष्णुको आगमन भएको देखेर दक्ष प्रजापतिले घरतर्फ लाग्नुभयो। आगमन भएको देखेर दक्ष प्रजापतिले आदरपूर्वक आसनमा बसारी सोधे, हे विष्णु भगवान, आज मेरो जन्म सफल भयो। मैले आफ्नो घरमा हजुरको दर्शन पाएँ। म हजुरको के सेवा गरौँ? दक्ष प्रजापतिको यस्तो वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, म केही माग्न आएको छु। यस्तो कुरा सुनेपछि दक्षले भने, हजुरले चाहेका कुरा म सबै दिनेछु। दक्ष प्रजापतिको यस्तो वचन सुनि फेरि विष्णुबाट आज्ञा भयो, हे दक्ष प्रजापति, म वैकुण्ठ लोकको अधिपति भएर पनि स्त्री रहेछु। तिम्रो कृपा र भक्तिले गर्दाखेरि 33 कोटी कन्याहरू 33 कोटी देवताले पाएर उद्धार भइसके। तिमीले एउटी कन्या सतीदेवी विवाह भएको छैन, ती कन्या मलाई देऊ, मेरो पनि उद्धार गर। मैती भनिसके पछाडि विष्णुको आग्रह सुनेर दक्ष प्रजापतिले मनमनै विचार गरेर भने,
हे प्रभु मेरो पुत्र छैनन्, मैले मेरा सम्पत्तिको रक्षाका लागि कन्या राखेको हुँ, तर मैले बाचा गरिसकेको छु, त्यसैले यी कन्या तपाईँलाई दिउँ। सो दिनमा लग्न ठहराई कन्या ग्रहण गर्नुहोस्। यस्तो कुरा दक्ष प्रजापतिबाट सुनि विष्णु हर्षित हुँदै वैकुण्ठ जानुभयो। विष्णुलाई आएको देखेर हे विष्णु, तपाईँ जुन उद्देश्यले जानुभएको थियो त्यो काम के कसो भयो भनी महादेवबाट सोधनी भयो। महादेवबाट सोध्नुभयो त्यो काम के कसो भयो। त्यो यो सुनि विष्णुबाट आज्ञा भयो, हे ईश्वर, म गएको काम होला जस्तो छ, तर मैले आफूलाई भनी मागेको विवाहको दिन तपाईँले वृद्ध सन्यासीको रूप लिएर विवाह मण्डपमा आए भिक्षा माग्नु र मलाई भिक्षा नदिई कन्यादान दिएमा त्यो कन्यादान दिने र लिने दुवैलाई श्राप दिनेछु भन्नु। त्यसपछि कन्यादान पछाडि भिक्षा दिउँला। हे सन्यासी, मेरा छेउमा आई बस भनी म भन्नेछु र तपाईँ मेरा छेउमा आएर बस्नु। कन्यादानको ठिक समय भएपछि दक्षपतिको आँखा छली तपाईँका हातमा सतीदेवीको हात पारिदिउँला। विवाह हुने दिन बार र लग्नको बेला समेत बताएर त्यस दिन आउनुहोला भनी दक्ष प्रजापतिसँग भएका सबै कुराको वृत्तान्त श्री विष्णुले महादेवलाई सुनाउनु भयो। यी सबै कुरा सुनि प्रसन्न भएका महादेव कैलाश पर्वतमा जानुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारऋष संवादे श्रीस्वस्थानि परमेश्वर पदकथायां सतीदेवी विवाह प्रसंगो नाम तृतीयोत्सवः। नारायण हरि हरि। श्री कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम। श्री कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ॐ उपनयतु मङ्गलं वा सकलजगन्मङ्गलालय श्रीमान् दिनकरणकिरणनिबोधिता नवदनीदलनिवेक्षण कृष्णः। काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी। देशोऽयं शोभरहितो ब्रह्मणः सन्तु निर्भयः। अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः। निर्धना साधना सन्तु जीवन्तु शरदां सताम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च। तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गा। या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करा प्रविधिवैर्देवैः सदा वन्दिता। क्षमं पातु सरस्वती भगवती निशेषजाड्यापहम्। कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मनो वा प्रकृति स्वभावात् करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयामः। ओम चिदनेन जन्यमय सन्तदेवास्थानि धर्माणि प्रथमान्यासन्नाते हनाकं महिमानः। शचन्द्रचत्रपूर्वे साध्याः शान्तिदेवाः नाना सुगन्धपुष्पाणि यथा कालभवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर। ओम सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनः। अश्रतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मा मृतं गमय। ओम शान्तिः ओम शान्तिः ओम शान्तिः। श्रीकृष्णार्पणमस्तु। स्वस्तान् जगेश्वरी भगवत्यै नमो नमः। तृतीय दिवसं कथा परिपूर्णमस्तु। मन्त्रपुष्पाञ्जलिं समर्पयामः। ओम नमः पार्वती पतये हर हर महादेव शंभो
सदा शिवार्पणमस्तु।